मेरो 16,000 को मुन्द्रा छ यार त्यहाँनिर। हेलो एन्ड व्हाट्सअप गाइज हैन, यो चाहिँ आज मेरो नयाँ भ्लग लिएर आएको छु म हैन। धेरै टाइमपछि आज चाहिँ हामी टक्क लाएर हैन खोला जान आँटेको लुगा धुन। अनि धीरज चाहिँ लुगाहरू लिएर गइसकेको छ। अनि यो र म चाहिँ जान लागेको है। हामी चाहिँ अहिले ठ्याक्कै हिँडेर आइपुगेका छौँ। यहाँबाट जान लागेको लुगा चाहिँ लोड छ होइन। अनि त्यसपछि त्यही धुन जान लागेको। अनि मेरो चाहिँ अलिकति ढाड अलि बिसन्चो छ कि, अनि त्यही भएर नि अरू घर धुने अल्छी लाग्यो क्या, त्यो बिस्तारै धुनु हुँदा। अनि खोला गएर धुने आज रमाइलो पनि हुन्छ भनेर त्यसपछि हामी चाहिँ खोला जान आँटेको। अनि धीरज चाहिँ लुगा लिएर गइसकेको छ होइन। अनि अब हामी चाहिँ यहाँबाट मयरीमा जान्छौँ। आया हातै दुखिरहेको छ भने टक्क लगाएर मयरीमा छ नि मैले चाहिँ। अनि गाई छैन, मैले चाहिँ एकदम धेरै टाइमपछि भ्लग बनाइरहेको छु होइन। एकदम धेरै अब चाहिँ सपोर्ट गर्नुपर्छ। अब चाहिँ भ्लग लगभग डेली हुन्छ होला। आज यो भयो। अब एक दिन चाहिँ हामी हेर्नुबाट बाहिर गएको भिडियो भ्लग आउँछ अब यो मङ्गलबारसम्म, हेर्दै गर्नु है। आइ जान्छु मैले चढेँ होइन। त्यसलाई फाइदा हुन्छ कि मसँग हिँडेर, त्यसलाई चाहिँ होइन बहुत फाइदा हुन्छ कि लो। लगाएछ हामी चाहिँ होइन मयरीबाट ओर्ले होइन। अब खोलाको यो बगेर लिएर आइपुग्यो। धीरज चाहिँ अगाडि आएर बसिरहेको छ, सामना पनि अगाडि आएर बसिरहेको छ होइन। अब यता चाहिँ खसी बजार कि खसीहरू बेच्ने गर्छ यता चाहिँ। ए अगाडि पुरै लगाइज होइन। हामी चाहिँ यहाँ पुरै खसी भुलाएर राखेको छ यार मान्छेले। यहाँ पुरै खसी पार्टी हानेर जस्तो होइन। त्यो सामना चाहिँ त खोलाम्बुर होइन। आज चाहिँ मान्छे प्याक छन् होइन। हामी चाहिँ उहाँनिर बसेर लुगा धुन्छौँ है। धेरै होइन गाइज, हाम्रो चाहिँ यति लुगा बोकेर आएको छौँ है। यो धेरै केही होइन फेरि होइन। मेरो उयो के भन्छ नि, मेरो बेडसिटहरू अनि त्यसपछि उयसको लुगाहरू अनि मेरो लुगाहरू। अब यो जाडोको बाक्लो बाक्लो लुगा चाहिँ धोएर राख्नु लाग्यो। अनि घर धुन्छ अल्छी लागेर हामी यता आएको। हो आजको मेरो धोबी हो यो मेरो धोबी। हे धोबी अच्छे से काम कर, नहीं तो तुझे रात का खाना नहीं दूंगा। सब लुगा खनाइ म लुगा चाहिँ देखाउँदिनँ गाइज, देखाउँदिनँ त्यत्रो लुगा। आइएम नट सोइङ दिस। अब यहाँ चाहिँ होइन जुत्ता धेरै ल्याएछ यसले त होइन। यति धेरै लुगा ल्याएछ कि कसम। यहाँ मात्रै तर थोरै चाहिँ मेरै लुगा होला कि, धेरै यसकै लुगा छ। ओइ मेरो साँची, ओइ मेरो 16,000 को मुन्द्रा छ यार त्यहाँनिर। त्यो मेरो मुन्द्रा त्यहीँनिर ट्र्याकको गोजीमा छ। ओइ त्यो हेरेँ साँची, त्यो त राख्नुपर्छ यार। मेरो हिजो लुज भएर निकालेको। पुरै मान्छे खोला चाहिँ यस्तो छ कि यत्तिको सफा छ। यार लगाउन हो म त पोहोरको होलीमा आएदेखि खोला यसै बाली आयो होला म। ए कति मजाले धोइरहेछ, चप्पल घोटिरहेछ हाम्रो धीरजले। यता त्यो रड्न पनि धोएको यसै गरी ल साबुन लाउने काम गरायो तिमीहरू दुईजना भएर म पखाल्छु। म चाहिँ पखाल्ने गाइस, किनभने होइन त्यो साबुन लाएर बसी मेरो घोट्न मेरो ढाडले दिँदैन। त्यही भएर होइन मैले चाहिँ पखाल्ने काम मात्र रोजेको छु। किनभने खोलामा पखाल्नु पनि सजिलो हुन्छ नि त। खोलामा त सुर्र गऱ्यो नि एकैछिन पखालिन्छ। त्यही भएर गरेको फटाफटी। यो चाहिँ होइन यो मसँग हिँडेर सबभन्दा बेसी फाइदा लुट्ने मान्छे हो कि यो। किनभने मसँग हिँड्यो भने घरि होटेल आएर खाजा खाने घरि के यसलाई मोज छ। मसँग हिँड्यो मोज छ गाई छैन। अरू भने त्यस्तै हो। मेरो चाहिँ लव होइन गाई छ। मेरो चाहिँ भ्लग लव कन्टिन्यू हुन्थ्यो होला कि। मैले भ्लग बनाउँछु होइन, अनि गएर फेरि त्यो डिलिट गरिदिन्छु कि। अब त्यो के हुन्छ पोस्ट गर्नु मन लाग्दैन, एडिट गर्ने झ्याउ लाग्छ नि त। अनि त्यही भएर मैले चाहिँ होइन कति भिडियोहरू नभए त हामी कहाँ गएको। अस्ति योभन्दा अगाडिको महिनामा हामी काठमाडौँ 3 चोटि काठमाडौँ जाँदाखेरि धरि हामीले भ्लग त्यत्रो भ्लग बना हामीले डिलिट गरे है। सब डिलिट
काठमाडौँ गएर कहाँ कहाँ घुम्ने नाइटमा पुरै घुमी होइन त्यस्तो थियो हामीले सबै डिलिट गर्दै बसेको थिएँ कि काठमाडौँको भ्लगहरू कति दिनको उयो थियो सबै मैले डिलिट गरेँ कि त्यो भ्लग अपलोड गरे भएछ होइन त्यो त एकदम रमाइलोवाला थियो फेरि अब एडिट गर्न झ्याउ लगाएपछि अनि त्यो पनि भयो त्यसपछि मैले मोबाइल पनि बेचिदिएँ त्यसपछि अहिले आनन्द छु मोबाइल बेचेर अहिले चाहिँ कस्तो आएको छ होइन क्यामेरा क्वालिटी मेरो पहिलाभन्दा त एकदम धेरै राम्रो हुनुपर्ने हो किनभने अहिले मैले आइफोनको अलि लिएको छु नि त त्यही भएर अहिले होइन कुन चाहिँ नभनौँ धीरज के छ झन् तेरो हालखबर जाडो जाडो गर्मी छ लुगा राम्रोसित धुनी बुझिस् त्यो दिमाग पनि न बेलुका बेलुका खाना पाउँदैन नि फेरि तैँले त्यो दिमाग पनि मलाई चाहिँ खै भ्लग बनाएर कि मान्छेहरूले आजकल खुब हेर्न थालेको छ होइन किन हेरेको थियो चाहिँ मलाई पनि थाहा छैन यसको लुगा धुने तरिका है फेरि देखा त पखाल्ने तरिका कसरी देखा त लुगा होइन उहाँ माथि फाल्ने होइन त्यो लुगा त्यो तल आउँदा आफै पखालेर आउँछ अरे कि यसको दिमाग हेर्नु न यसको दिमाग साईको दिमाग होइन त गाइज अर्को आयो फेरि अर्को साईको दिमागवाला म लुगा पखाल्छु भन्दा आफू लुगा पखालिरहेको छु होइन मलाई त कामै गर्नु पर्दैन कि गाइज होइन म बसी बसी खान पर्छ कि मलाई त ल त्यसो भए आफै साबुन लाउने आफै पखाल्ने भयो त म चुलाएर बस्छु है त म चाहिँ ड्रेस चेन्ज गरिसकेँ होइन अब चाहिँ लुगा पखाल्नलाई म एकदम रेडी अवस्थामा छु अब यदि लुगा पखालेर म मस्त लाएर नुहाएर अनि जानुपर्छ है त अहिलेलाई चाहिँ अब तपाईँले हामी होइन लुगा हेर्दै बस्नु है तपाईँले गाइज यार लास्ट अल्छी लगाइसकेँ यिनीहरूले हेर्नु न लुगै लिएर आएको छैन होइन मैले यत्रो पखालेर भइसक्यो अझै लुगा यहाँ छैन हाम्रो लुगा अझै यत्रो बाइक छ यहाँ नै त म भनिदिन्छु है त यो धीरजको यो सामनाहरूको उयो मेरो मेरो यताबाट लगाऊ उता मेरो छ अनि यो मेरो यहाँनिर 1 2 3 जम्मा 2-3टा मात्र लुगा मेरो छ बाइक सब यिनीहरूको छ बेसी यिनीहरूकै लुगा धुनु भइन्छ क्या आज मैले सबभन्दा थोरै मेरो छ मेरो पातलो छ होइन यिनीहरूको धेरै बाक्लो छ मैले घर त्यही भनेर मैले चाहिँ नपखालिकन बसेको थिएँ लास्टमा अहिले यहाँ मै पखाल्नेमा परेको छु मलाई पखाल्ने मान्छे एकजना साथी चाहिएको छ गाइस तपाईँहरूले खोज्न मिल्छ भने तपाईँहरूले खोजिदिनु होइन त्यो आन्टीहरू उहाँ गएर धुन थालिरहेको छन् यहाँनिर चाहिँ खोला भर्खर खोला बढेको छ अघिसम्म उहाँनिर ढुङ्गा देखाएको थियो होला तपाईँले नि अघि नै भिडियोमा याद गर्नुभएको थियो कि थिएन होइन यहाँनिर चाहिँ देखाएको थियो कि अनि उहाँनिर यो ढुङ्गा पनि अलिक धेरै नै देखेको थियो अहिले चाहिँ त्यो ढुङ्गा पनि डुबिसकेको छ म चाहिँ यसरी पुरै गेटअप चेन्ज गरेर होइन ट्र्याकहरू यसरी कि पुरै माथि गरेर अनि यहाँ काम गरिरहेको छु है लगाइज मिल्दै थोड़ी देर के बाद अभी हम लोग अभी के लिए मैं ब्रेक लेता हूँ भने जस्तै होइन यो भनेको छैन म अब एकछिनको लागि ब्रेक लिन्छु कि एकछिन भेटौँला भनेको होला भाइ लगाइ छैन मैले चाहिँ यहाँनिर ढुङ्गाले यसरी थिचेर सुकाउन हालेको थिएँ तर्ना होइन मजाले सुक्यो र म चाहिँ आफूभन्दा 10 गुणा 20 गुणा 1000 पनि बेसी होला यो ढुङ्गामाथि आएर बसिरहेको छु उहाँ तिनीहरू चाहिँ त्यसरी बसिरहेको छ यहाँ यसले हान्न आँटिरहेको छ यार मलाई मैले त्यो मैले चाहिँ होइन लो कपडाहरू पखालेर राखिसकेँ कि घरमा हो नि आधी घन्टा लाग्थ्यो होला मैले त्यति अहिले एकैछिन पखालेर राखिदिइसकेँ अनि अब यहाँ चाहिँ लुगा यो तन्ना सुक्दैछ अब होइन अब बिस्तारै म धुँदैछु अब यस्तै हो अब होइन बिस्तारै गर्नुपर्छ मान्छे भएपछि ल गाइस बफ ममा जाँदैछ हाम्रो यहाँ माथिबाट चाहिँ हामी चाहिँ सिफ्ट गऱ्यौँ उतापट्टि थियौँ भने अब चाहिँ हामी यतापट्टि आयौँ यतापट्टि यहाँनिर बसेर लुगा पखाल्नु मिल्यो किनभने त्यतापट्टि चाहिँ अलिकति गाह्रो लाग्यो क्या मलाई अनि यहाँनिर साबुन लाउनु पनि यिनीहरूलाई सजिलो हुन्छ भनेर हामी चाहिँ यता आउँछौँ लुगा तन्ना सुकिसक्यो आइज यार तन्ना सुकिसक्यो आनन्द होइन अब यस्तै हो ल जिन्दगी ल ठिकै छ कहाँ ल गाइज अब यहाँनिर बसेर म चाहिँ होइन मस्त लाएर लुगा पखाल्दैछु मलाई चाहिँ होइन एकदम गाह्रो भइसक्यो अब मेरो ढाड दुखेर ल गाइज मेरो चाहिँ अर्को पनि तन्ना पनि अब होइन टक्क लाएर सुक्नलाई मैले हालिसकेँ अनि यो तन्ना चाहिँ अब ल उयो अलिकति छेउ चाहिँ अघि पानीमा भिजा भयो त्यो चाहिँ बाँकी छ होइन अरू त ल सबै भइसकेको छ म हेर्न यस्तो अल्छी छ यहाँ ढुङ्गा पनि बसिरहेको छ
लुगा भटाबाट पखालिहाल्थेँ ए लुगा पखाल्ने त्यो पखालेको लुगाहरू चाहिँ त्यस्तोमा लगेर सुकान उयो यसरी होइन लुगा सुकाएर गयो भने चाहिँ अहिले हामीलाई हल्का हुन्छ नि त फेरि अहिले 2जना भएर बोक्नु नसके गाई यार कम तनाव छ मलाई त्यही माथि बिरामी मान्छे भारी बोक्नु परेको छ यस्तै छ तनाव छ अब ल गाई छैन अब म चाहिँ अब नुहाउनु पऱ्यो कि होइन अब यसो नुहाइधुवाइ गर्नु पऱ्यो यहीँ स्याम्पू ओए मलाई चाहिँ एउटा मात्र भए पुग्छ कि स्याम्पू होइन त्यही घर गर्नु हुँदैन ल गाइज अब म चाहिँ टक्क लाएर यहीँ नुहाउनु आँटिरहेको छु नुहाउनु आँटे कहाँ यहीँ बसेर नुहाउनु पर्ला है ओ यहाँ त 4 आएर छ उ त्यहाँ नुहाउनु पऱ्यो यहाँ चाहिँ 4 आएर छ माथि आइमाईहरू नुहाइरहेको छ होइन म चाहिँ यहाँनिर नुहाउँछु खुट्टा कस्तो दुखिरहेको छ भने अछु ओए म घर गएर नुहाउँछु तौले ओ एकछिनलाई मलाई तौले ल्यायो तपाईँ सामना उही म तौले ल्यायो नि सामना यति त डुदुर आहा माथि मात्र चिसो हो तल त खोइ तातो छ गाई छैन यसले चाहिँ भनिरहेको छ मेरो मोबाइललाई आइफोन पनि फालिदिए आइफोनलाई होइन पानी पनि फालिदिँदै कि मेरो आइफोन हो यार चाहिँ यी म चाहिँ होइन टक्क लाएर म चाहिँ तौले बेरेर मस्त लाएर हिँडिरहेको छु अघि चाहिँ म बस्न मलाई लाल आयो अब यहाँनिर एउटा टक्क लाएर होइन अब नुहाउनु पऱ्यो गाई छैन अब जाडो छ अब होइन भटाभट नुहाउनु पर्छ अब यस्तो भएन हुँदैन है अब यिनीहरू चाहिँ यता लुगा धुँदैछ भिडियो क्वालिटी अलिक खतम आयो होला तपाईँहरूले होइन अब देखाइसकेको छैन होइन यस्तो छ जिन्दगी के गर्नु गाह्रो लगाएँ मैले चाहिँ नुहाइसकेँ होइन भर्खर नुहाएर सिद्धो अनि त्यसपछि होइन भर्खर नुहाएर सिधै मेरो चाहिँ अलिक भर्खर सुकाएको तना पनि सुकिसक्यो यहाँ अनि अर्को तना फेरि सुकाउनु हालिसक्यो मेरो चाहिँ अब सर्ट लुगा सबै अब यहाँ धेरै काण्ड भइसक्यो होइन अघि मैले लाएर आएको सर्ट हेर्नु यसरी भिजाइदिएर मेरो हेर बिचरा है अब म अलिक के लाग्छ नि हो मेरो थाहा छैन म नाङ्गे भइसक्यो मेरो सबै लुगा भयो जतिको लुगाकोमा भिजाएर राखिदिएको छ अब यति एउटा बाँकी छ यही हो ट्र्याक चाहिँ धन्न भिजा छैन नभएर अहिले बक्सरको घरमा म घर जानु पर्थ्यो गाइज होइन अब यस्तै छ जिन्दगी अब एकछिन मजाले बस्नु पऱ्यो साला घामै जान्छ यार जब म यहाँ नुहाएर निक्लिँ यहाँ साली घामै गयो अब अलक्षिणा भन्ने कि लक्षिण भन्नु म चाहिँ एक त जाडो भइरहेछ लुट लगाइ अब यस्तै हो जिन्दगी अब जीवन काट्छ ल हाम्रो चाहिँ अब होइन यहाँनिर टक्क लाएर जुत्ता धोएर हेर्न गाई जुत्ता ओए ओए धोबी ओ धोबी भैया सुनो ना मेरा भी कपड़ा धोना है हमारा घर पे जूता बहुत मैला हो गया है हमारा जूता साफ करना है भैया होइन टी सर्ट लाएर बसिरहेको छु अब के टी सर्ट अब मजाले लाएर होइन अब उयो गरिदिइहालेँ ए अब झन् के सफा पानी आउला र गाइसी ओए त्यो भटाभट अब त्यो गरेर साइड लगाइहाल्यो हुन्छ अब एकछिन अब मस्त राँगा अब पानी खानलाई गइरहेको छ होइन अब राँगा बफ मोमोहरू चाहिँ अब पानी खान थालेको छ अब बफ मोमोले पानी खान थालेपछि अब हामीले लुगा धुनु उचित छैन अब हामीलाई लुगा धोएर राम्रो छैन अब एकछिन त्यही भएर वेट गर्नुपर्छ हामीले अब होइन गाइस अब हामी चाहिँ यहाँ बसिरहेको छौँ ए यस्तो छ ओए त्यहाँनिर सर्ट यस्तो सानो लुगाहरू छ अब त पखाल मजाले होइन मेरो चाहिँ अलिकति होइन म अलिकति इमोसनल भइरहेको छु अनि त्यही माथि मेरो चाहिँ अब ढाड अलि दुख्न थाल्यो गाडी लिएर जान अब हामी चाहिँ यहाँ छियो भने के भने अब त भ्लग होइन धेरै दिन बोले होला के बोल्ने मनै भएको छ मलाई केही बोल्नै आएको छैन है आइरहेको छु अनि गाइड छैन एउटा चाहिँ होइन अब हाम्रो चाहिँ आउट अफ सिटीको भिडियो आउँदैछ बिस्तारै अब लगभग सोमबार कि
मङ्गलबार यस्तोतिर चाहिँ अब हाम्रो अन्त्य घुम्न जाने प्लानहरू छ, त्यसको पनि भ्लग आउँछ। अब कता कता जाइन्छ त्यो चाहिँ त्यही बेलामा थाहा हुन्छ। एक हप्ता बराबरको हुन्छ होला अब घुम्न जाने टुर, त्यसको आउँछ भिडियो। चिन्ता नगर्नु, तपाईँहरूलाई म देखाइहाल्छु कहाँ कहाँ जान्छु, के गर्छु होइन। ल गाइस होइन, आजको भ्लग चाहिँ यति मात्र। आजको भ्लग चाहिँ हाम्रो यहीँनिर एन्ड हुन्छ होइन। अब चाहिँ हामी घरतिर जान्छौँ। लुगा चाहिँ अब सबै भइसक्यो, अब हामी चाहिँ जान लागेछौँ। मेरो चाहिँ अलिकति खोलामा नुहाएको भएर हो कि जान चिलाएर छ। म फेरि घर नुहाइहाल्छु। ल आजको लागि चाहिँ यति नै। अब चाहिँ भ्लग लगभग कन्टिन्यू नै हुन्छ। हप्ताको डेली नै नभए पनि हप्ताको 2 देखि 3टा भिडियो चाहिँ डेली आइरहन्छ। ल गाइस, अहिलेलाई चाहिँ टाटा बाई बाई बाई, टाटा। लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।